साच्चै पकाउन आउँदैन आउँथ्यो बिर्स्या हो ब्लग गर्दा गर्दै हैन हैन बिहा गर्दैदेखि पकाउन बिर्स्या पार्टी त नदी भागेर गयो के ओ साथी तिमीलाई म भिजाइदिम साथी म त त्यही भएर आउँदिन नि साथी साथी सरी ल साथी ओ बेबो कैसा हो रहा है तुम्हारा राइड मैले त अर्कै सोधिसकेको थिएँ साथी ओ माई गड यस्तो झुसी मर्निङ सबैजनालाई आई होप सबैजना सन्चै नै हुनुहुन्छ होला म पनि सन्चै नै छु है तपाईहरुलाई हिजो सो गाइज अरु भने त्यस्तै हो यो जाडो जाडो मौसममा चाहिँ यस्तो मिठो मिठो जिन्जर हनी खानको मजा नै बेग्लै छ र तपाईहरु देख्न सक्नुहुन्छ अहिले चाहिँ म यता कौशीमा आएको छु ओ माई गड अरू बेलामा त कहिले पनि घाम जस्तो लाग्दैन मलाई यो चिया कफीहरू डाइरेक्ट है तर यस्तो बेलामा चाहिँ वाइलाई खान मन लाग्छ मलाई चाहिँ यस्तो दामी देखिरहेको छ हेर्नु न माथिको हिमाल यहाँबाट चाहिँ हाम्रो होटलबाट चाहिँ यस्तो मजाको भ्यू देख्न सक्नुहुन्छ माथि त्यो घाम परेर कस्तो राम्रो देखेको के र हाम्रो बाइक जति चाहिँ जम्मै तपाईँहरूले देख्न सक्नुहुन्छ ओएमजी पुरै बाइकहरू यता छ ठ्याक्कै यो गेट सकिने बित्तिकैको होटलमा बसेको हामी एकदमै राम्रो रहेछ होटल वाउ हेर्नु न कस्तो दामी देखेको यार अब अरू राइडरहरू चाहिँ यता यता कता कता होला हामी नेपाली टिम जति चाहिँ जम्मै यही होटलमा नै बसेका छौँ ल अब एकछिनपछि भेटौँ है त सो गाइज अहिले चाहिँ हामी अलि माथि नै आइपुगिसक्यौँ र यताको बाटोहरू चाहिँ अस्तिको पानीले होला पानी नै पानी छ बाटोभरि अलिकति हिलो नै हिलो छ है के बोल्यो मैले भ्लगमा आज बर्बादै गर्ने भइसक्यो साथीहरू मैले बिगारिसक्यो अघिदेखिबाट 3 चोटि क्लिक गरिसकेँ के बोली आफैलाई चित्त नबुझेर 3 चोटि रिटेक गरिसकेँ नि मैले भन्न खोजेको चाहिँ के भन्न खोजेको नि मैले यो चाहिँ जुन यो हिरो एक्सपल्स 210 छ नि यो चाहिँ नेपालमा अहिलेसम्म लन्च भएको छैन नि त तर यो लन्च हुन चाहिँ हुन्छ तर कहिले हुन्छ चाहिँ अब त्यस्तो एक्ज्याक्ट टाइम चाहिँ हामीलाई थाहा छैन होइन जस तर मलाई यो बाइक चाहिँ एकदमै धेरै मन पर्यो हुन्छ नि हेर्दाखेरि चाहिँ अलिकति यो ट्याङ्की ठुलो भएको कारणले गरेर अलिकति भद्दा टाइपको देखाएको थिएँ क्या मैले लाइक सुरुको दिन देख्दाखेरि चाहिँ अनि फेरि जब मैले चलाएँ नि त्यो पछि चाहिँ ओ माई गड यस्तो धेरै कम्फर्टेबल के वायरले अनि लास्ट हलुका के लास्टै हलुका आमामा हलुकाको त कुरै नगरौँ अनि यो ह्यान्डलिङहरू पनि कस्तो मजाले काटिने क्या अनि यो ढाडहरू दुख्ने यताउति सब समस्याहरू चाहिँ त्यस्तो मैले केही पनि देखिनँ यसमा चाहिँ पनि एउटा बाइक चाहिँ किन्न मन लागिरहेको छ गाइज तर अब कुन बाइक किन्नु चाहिँ अहिलेसम्म मैले फिक्स त भएको छैन तर मलाई चाहिँ टुरिङ टाइपको बाइक चाहिँ किन्न मन लागिरहेको छ क्या फेरि अनि तर मलाई फेरि यो बाइक पनि मन परेको जस्तो नै भइरहेको छ है फेरि अब खै के हुन्छ अब एकचोटि हेरौँ जे पनि हुनसक्छ तर मलाई मन पर्यो बाइक किनभने अलिकति लङ टुर गर्दाखेरि चाहिँ प्रायः जस्तो भनेको ढाड दुख्ने यताउति समस्या हुन्छ नि त जस त्यस्तो समस्याहरू नि नदेखिने रहेछ यो बाइकमा जस रेगुलर युज र हुन्छ नि अब जस्तै अब हामी नै भनौँ एज मलाई नै अब नुवाकोट यताउति हिँडिरहनेहरूलाई चाहिँ एकदमै धेरै कम्फर्टेबल रहेछ अब ट्याक्क लाएर स्याडल ब्याग दुईपट्टि झुन्न आएर त्यसरी हिँड्नको लागि पनि एकदमै राम्रो लाग्यो मलाई चाहिँ म चाहिँ उहाँहरूलाई जानिदिन्छु अनि म जान्छु खुट्टा टेक्नु हुन्न क्या यहाँ त थ्याङ्क यू साथी लरे घाउ त लागेन नि बाइक लड्नलाई हामी मान्छे बाइकभन्दा अगाडि आफू हम्फालिदिइहाल्ने क्या ड्याममै लाएर छोडिदिने हो क्या नसकेको ठाउँमा जबरजस्ती नगर्ने ओर्लिने लैहाल्छ नि हिजोसम्म चाहिँ हामीले यो बाइकमा अन रोड टेस्ट गरिरहेको थियौँ तर हल्का फुल्का अफ रोड त थियो तर त्यो अफ रोडमा अलि मजा आएन नि त अब चाहिँ अफ रोडमा मजा आउँछ कि अनि थाहा हुन्छ यो बाइक चाहिँ अफ रोडमा पनि कस्तो छ भनेर चाहिँ म तपाईँहरूलाई भन्छु है अन रोडमा त बब्बालै थियो भनिहालेँ नि मैले यस्तो दामी कुद्ने रहेछ भने यार ओ माई गड हेर्नु त तपाईँहरूले देख्न सक्नुहुन्छ यार यस्तो बवाल बाटो हेर्नु न ढलान भइसकेको रहेछ यार मनाङको त आमामामामा यस्तो बवालै भइसकेछ अनि अहिले
चाहिँ हामी यता एप्पल फार्मनिर रोकेको छौँ। यहाँनिर चाहिँ आधी घन्टा ब्रेक दिनुभयो अनि त्यसपछि अब एप्पल फार्ममा आएर एप्पल नहेर्ने त कुरै भएन साथीहरू है। तर मैले सोचिरहेको थिएँ तर स्याउ चाहिँ छैन होला सोचिरहेको थिएँ किनभने यो अफ सिजन थियो नि त त्यो भएको कारणले। तर पाउँदो रहेछ मैले यहाँबाट चाहिँ स्याउको चाहिँ मैले यहाँबाट चाहिँ स्याउ देखेँ नि त त्यो भएको कारणले गरेर चाहिँ स्याउ के भन्छ स्याउ टिप्नलाई जलाएर चाहिँ एक दुईवटा खानु पर्यो। अनि मेरो भिडियो चाहिँ सन्दीपले बनाउनु गइरहेको छ। सन्दीपको के छ अरे इन्स्टामा नाम उसलाई पनि सबैजनाले फलो गर्नु होला। सुस्मिताहरू नि आउँछ तिनीहरू पनि बोलाउ न वासरुम गएको अरे अनि तिनीहरू आउनुभन्दा अगाडि नै म फोटो भिडियो खिचिहाल्छु नत्र भन्दा यहाँनिर गाह्रो छ फोटो भिडियो खिच्नलाई पालै पाउँदैन त्यही भएर ड्याङडुङ खिचिहाल्नु पर्ने हुन्छ साथीहरू। तपाईँहरूलाई चाहिँ म स्याउ देखाउँछु। स्याउको बोर्ड चाहिँ रहेनछ यहाँसम्म तर त्यहाँ चाहिँ रहेछ होइन। तर स्याउ टिप्न दिएन भने नि एउटा चोरेर भने म त टिपेर खाइदिन्छु खुसी मार्दैन उयो दाइको यो खामको स्याउ चोरेर जान्छु होइन। अब देख्छ देख्दैन मान्छेले त्यो त मलाई थाहा भएन मार्छ होला स्याउ चोरेर खा त कसले दिन्छ अरे होइन के हुन्छ त मनाङको मान्छेले चाहिँ मलाई गाली गर्नु होला नगर्नु है पुसेर खान्छ ल। Oh my god यस्तो झुसी मैले खाएको देखेर उसले मुख रसाइरहेको रहेछ गाइज होइन। यो एप्पल फार्मभित्र चाहिँ फोकटमा इन्ट्री गरेको चाहिँ 500 रुपियाँ 5000 फाइन पर्दो रहेछ 500 रुपियाँ भनिदिएर मैले होइन। ल मलाई एप्पल फार्मको दाइ मलाई गाली नगर्नु र म चाहिँ नरिसन चोरेर खाएँ है टिपेर खाएको तन्ने हुनुहुन्थ्यो मान्छे। तर सरी यसको लागि चाहिँ सरी दाइ कान समाते मैले साँच्चै किन गरेर थाहा भएन पछि अर्कालाई सोद्धाखेरि चाहिँ थाहा भयो पैसा तिर्न पर्ने छ। अनि म तपाईँहरूलाई अर्को कुरा के भन्दा नि यो एप्पल फार्म यदि तपाईँहरूलाई घुम्न मन छ भने चाहिँ तपाईँहरू यही होटलमै बस्नु पऱ्यो भने चाहिँ यहाँभित्र खाएको चाहिँ सायद पैसा पर्दैन होला। मैले चाहिँ पहिलोचोटि आउँदाखेरि चाहिँ यहाँ खाना चाहिँ पाएको थिएँ क्या मैले फोटोहरू पनि बनाएको थिएँ फोटोहरू पनि खिचेको थिएँ। अनि अहिले चाहिँ यहाँनिर चाहिँ यो फार्मभित्र घुम्नको लागि चाहिँ पैसा लाग्दो रहेछ इन्डियनहरूको लागि चाहिँ 1000 अब नेपालीको लागि चाहिँ कति छ थाहा छैन। तर कस्तो राम्रो देखेको हेर्नु त एप्पल फार्म बाटो चाहिँ त्यताको अहिले बनाएको रहेछ क्या त्यताको नि ढलान गराएर रहेछ त्यो भएर चाहिँ अहिले यतापट्टिबाट बाटो खुलेको रहेछ। हे तेरि सोलो चलायो भने त मलाई बाइकै चलाउन आउँदैन हो गाइज यार आमा कति हिलो सबजना एकजनालाई रोकेपछि फेरि सबजनालाई रोक्न थाल्छ। यस तिमी कहाँ आएको साथी तिमी हो र एप्पल खाने आएनौ साथी तिमीलाई म भिजाइदिउँ साथी म त त्यही भएर आउँदिनँ नि साथी साथी सरी ल साथी दुवैजना भिजिरहेको अब। सो गाइज अहिले चाहिँ हामी यता लगभग धेरै नै माथि आइसक्यो। यो ठाउँलाई चाहिँ के ठाउँ भन्छ नै बिर्सेँ मैले चाहिँ है कति छिटो आइपुगेको यार आमामामा तल जोस् त्यो एप्पल फार्मबाट हिँडेको धेरै पनि भएको छैन आधी घन्टा भयो होला आधी घन्टामा यहाँ माथि आइसक्यो। अब यहाँबाट त उता हानेको त धेरै टाइम त लाग्दैन पुरै बाटो बनाएको रहेछ क्या गाइज अहिले त हेर्नु न यो जताततै पुरै पिच गरेर बब्बाल बनाएको रहेछ। अनि यो अप्पर पिसाङ चाहिँ यताबाट जान्छ लोवर पिसाङ चाहिँ यताबाट जान्छ क्या त्यो उतापट्टि अप्पर पेसाङ भनेको ठाउँ चाहिँ ट्रेकिङ गर्नेहरूको लागि चाहिँ एकदमै राम्रो ठाउँ अनि प्लस त्यताबाट चाहिँ ट्रेकिङहरू पनि स्टार्ट हुन्छ अरे। अनि यताबाट चाहिँ उता के भन्छ खाङसार र उता माथि मनाङमै पुग्नेहरूको चाहिँ यताबाट अहिले त पानीहरू रहेछ त्यहाँनिर पहिला त पानी पनि थिएन यार सुकेको थियो। अहिले चाहिँ यहाँबाट तलतिर बाइक लान लागिरहेको छ यतानिरबाट यो ब्रिजकै यो ट्रेकिङको बाटो छ त यो यहाँबाट उता ट्रेकिङ स्टार्ट गर्न मिल्छ नि त म्याक्सिमम् यो ट्रेकिङको लागि मात्रै युज हुन्छ यो बाटोमा चाहिँ बाइक लगेर चाहिँ भिडियोहरू बनाउन लागिरहनु भएको रहेछ र त्यहाँनिर चाहिँ आधी हुन्छ र आधी चाहिँ जानु भइसकेको छ। तर म अलिकति तल घरमा भिडियो बनाउँछु ल सो तपाईँहरू देख्न सक्नुहुन्छ वाउ कस्तो रमाइलो भइरहेको छ अरू चलाएको देखेर। हामी यता ग्रिन लेकमा आइसक्यौँ र ग्रिन लेकबाट देखिने भ्यूहरू चाहिँ म तपाईँहरूलाई देखाउन गइरहेको छु। तपाईँहरू देख्न सक्नुहुन्छ पहिला सुरुमा यस्तो राम्रो हिमाल छ त्यसपछि यता तपाईँहरूले देख्न सक्नुहुन्छ ग्रिन लेक र अब चाहिँ तपाईँहरू सिनेमेटिक हेर्नु होला है त।
भन्ने बित्तिकै जाँदा त्यहाँ रोक्नै नमिल्ने पछाडि आएर पुग्लै ढलिहाल्ने फेरि गाह्रो छ ओइ 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 सो हामी चाहिँ यो अर्कै बाटो जान लागिरहेको छौँ यो बाटो चाहिँ उहाँ तपाईँहरूलाई मैले अहिले तल मैले एउटा ताल भनेको थिएँ नि हो त्यहाँनिरबाट चाहिँ अनि फेरि त्यही अघिकै बाटो घुम्दै आउनु पर्ने हुन्छ यहाँबाट चाहिँ त्यही पुल क्रसबाट जाने भनेको तर भिडियो बनाउनको लागि चाहिँ यताबाट जाने थिएँ कि त्यही भएर तर यताको बाटो लास्ट रमाइलो छ जम्मै यस्तै हो अनि लाइक यो भ्यूहरू एकदमै राम्रो छ क्या तिनीलाई पनि मेरो फर्स्ट टाइमै हो होइन ओ यतिको त बब्बाल बजाइदिएर यार ओ भैया ओ माई गड हिलो चाहिँ मस्त हिलो चाहिँ रहेछ यतातिर अरू त त्यस्तो हिउछेउ केही रहेनछ गाइज हिउँछ होला भनेर खुसी भएर हाथीमा तर हिउँनै रहेनछ यार तर लास्टै कुरे भयो यार हामी त यहाँ आएर बसेर कुरेको लगभग आधी घन्टा जति भयो होला अगाडि कुदिने हो भने होटल कहिले पुग्ला जस्तो भइसक्यो अल्छी लागिसक्यो सच में बोल रही हो तुम उसले जिस्काएर पो रहेछ कैसा लगा नेपाल घुम के अरे तुमको कैसा लगा नेपाल अरे मेरा तो कंट्री है ये ओ गफाड़ी आप बताओ आपके इंडिया में क्या चल रहा है इंडिया में तो मेरा कुछ भी नहीं चल रहा है ल अब चाहिँ हामी चल्दैछ गाइजहरू आपको नेपाल पसंद आ गई कि क्या आप नेपाल आ जाओ मैं इंडिया जाके बैठूंगी हाँ मैं मनाली जाऊंगी आप इधर काठमांडू पे आके बैठना इंडियन लेडी राइडर ओहो क्या ओह थैंक यू पसंद आ गया वी बोथ डिसाइडेड टू शिफ्ट प्लेसेस अब ये रहेगी इंडिया में मेरी जगह हाँ इनकी जगह है ना हाँ वो बात तो है फिर मनाली अच्छा है आप 1 महीने इधर आओ मैं 1 महीने उधर रहूँगी डन गफ हान्थ्यो कि गाइज फेरि तपाईँहरूले चाहिँ ए नेपाली फोर इन्डिया गएर पस्ने भनेर गफ हान्ने भन्दै फेरि तपाईँहरूले जस्ट मजाक मान्थ्यो कि भिडियोको लागि मैले ओ बेबो कैसा हो रहा है तुम्हारा राइड मैले त अर्कै सोधिसकेको थिएँ साथी आयो यो बेबोको एउटा स्टाइल छ क्या त्यस्तैमा अनि मैले चाहिँ त्यही गर्ला भन्नु ठान्दै थिएँ कि ओइ क्या गरी झन्नै ठोकिदिएको यार बेबो चल्दिउँ हामी अगाडि कुदाइदिउँ रफ्तार रफ्तार उसलाई पनि क्या बवाल कुदाउँदो रहेछ कि उसले पनि यो चाहिँ हामीले खाना खाइरहेको छौँ यता छ अझै होला यसले थालमा भरि भात हालेर खाकी नत्र भने भातै नखाने मध्य पर्छ यो हेलो साथी कस्तो छ भात सुनेको कान ल आउँछ नि सुने खानु हेर्न कति बेरसम्म नबोल्दो रहेछ हेर्नु न उयो सबैजना हेर्नु न एकछिन चुप लाएर हेर्नु उसलाई मात्रै हेर्नु न तिमीलाई यहाँनिरबाट मैले बोलाएको आधी घन्टा हुन लागिसक्यो कि साथी हो अनि के गर्दो रहेछ भने हेरेँ क्या हामीले अनि यता विशाल दाइ कस्तो तिमीलाई पोरको मासु झ्याम झ्याम खान मन लागिरहेको थियो होला साथी अहिलेको भन्दा अलिकति बढी उसलाई चाहिँ यस्तो मासु खासै मन नपर्दो रहेछ क्या पोर्क त पाउँदैन यतातिर त्यो याकको चाहिँ पाउन सक्छ होला सायद खाना खानी होस् त खाना नि आम्बो बेबोलाई दुईदेखि 3 डाडो हाल्नु है बेबोलाई चाहिँ मलाई हैन नि त बेबो भने मिस्टेक सरी यहाँ झडा पर रहा गाइजहरु वइ फेरि चोरी मेरो पापा हेर्न सबै खाइदे जुटा लाइदे अरे पापरमा भातले पुर्यो हेर्दा कति लोभी अरे यार मेरो पापड खाइदिएले यति मात्रै राख्दै मलाई कसरी तुक लाग्यो उ चाहिँ अब कसरी खादैन नि त
बसेर लान्छन् चोरेर यस्तो हिमालयको पर्वतमा आएर यस्तो झुटो चाहिँ काम गर्ने चाहिँ हुँदैन है तिमीले म हिमाललाई गएर चाटे भए पो एउटा हिमाललाई चाट्यो भन्दा जिब्रो सभा हुन्छ झनै राम्रो भने साथी कस्तो लाग्छ चिकन खान तिमीहरूलाई जस ठिकै छ यतिको ठाउँमा अब नमिठो नि भन्न मिल्दैन यस्तो रहेछ खासमा चाहिँ होइन भ्लग गर्ने बेलामा चाहिँ यिनीहरू कहिले सत्य कुरा गर्दैन रहेछ नि थाहा पाएँ मैले किन चिकन मैले मलाई किन देखाउनु भएन त कस्तो छ चिकन खाना खासमा चाहिँ दाल मिठो छ चामल चाहिँ मिठो छ अनि मलाई यो पनि ठिकै लाग्यो आलु ठिकै छ अरू त उता ओके फाइन मलाई चिकन खानु किन मन पर्दैन भने मासु यस्तो हुन्छ निम्टला जस्तो यति नै हो त पैसाको तर यो भन्न त खतरा तिमीले बनाउँछ होला है के चाहिँ पकाउनमा त्यो साँच्ची पकाउनु आउँदैन आउँथ्यो बिर्स्या हो ब्लग गर्दा गर्दै होइन होइन बिहा गरेदेखि पकाउन बिर्स्या पहिला त सानो होइन चिकन चाहिँ कसम यस्तो बवाल बनाइन्छ फेरि म चाहिँ ल हाम्रो ट्रिप सकिसकेपछि रोशनीको घरमा सबैलाई पार्टी तिमीले हामीलाई के भेडा बाख्रा भन्नु खाँचेको बिहेको पार्टी त नदिए भागेर गयो क्या यार हो बिहेको पार्टी देश देखाएन अनि अर्काको बुढो त्यस्तो अमलले बुढो नि तिमीहरूले हेर्न पाउँछौ त हो कि भन्थ्यो त हामी पैसा कसरी दिनु पर्दैन है आजको स्पोन्सर नो 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 मैं नहीं हूँ नहीं नहीं ये पे करेगी आज शादी अभी पता चल रहा है के फरक त परेन क्या जस्ट मजाकमा थियो के छ त बेबो काट्ने मैले हो भिडियो भिडियो काट्ने मैले हो एडिट गर्ने मैले हो तर फेरि त्यो कुराले प्रब्लम पनि छैन मलाई नै छ त हामीलाई कति प्राउड बुझ्दैन ओहो पर्छ हामीलाई रेडी छ मलाई मोबाइल सँग हात दुखिसक्यो क्या म त चिकन पार्टी ल्याएर दिन्छु सबलाई एउटा ल यतिकै साथमा हामी खाना खान्छौँ अब हामी ब्लग एन्ड गर्छौँ होइन थ्याङ्क यू फर वाचिङ किप सब्सक्राइबिङ राइडर रोशनी एन्ड राइडर अनुप थ्याङ्क यू हामी चाहिँ यहाँबाट मास्तिर हिँड्दै जान्छौँ किनभने भिडियो अब एकछिनमा एडिट गर्ने भन्ने कुरा गर्यो उसले पनि अनि त्यो नि अब ठिकै छ फेरि ऊ पनि यता एक्लै हुन्छ नि त त्यो भएको कारणले चाहिँ म यता साथी पनि भयो रमाइलो पनि भयो दुईजनासँगै भ्लग गरेपछि अझै धेरै भयो रमाइलो पनि हुन्छ नि त त्यही अनि अरू चाहिँ यतापट्टि होटलमा हामी चाहिँ यो छेउको होटलमा बसेको जस पछाडिको हिमाल चाहिँ कस्तो बवाल देखेको है बवाल सबैजना अब लेक जान्छन् हामी मात्रै यसो लेक नजानी त है ठिकै छ तर जहिले गइरह्यो के जाने भने मलाई त खासै धेरै अब फोटो र भिडियो लगभग अहिले अस्ति पनि छ क्या त्यो देखेपछि जानु मन नलाग्दो रहेछ क्या अब भएन भने त जानु मन लाग्छ गाइज है